तपाईले कहिल्यै सोच्नु भएको छ के कारणले केही मानिसहरू सधैँ पैसाको पछाडि दौडिरहेका हुन्छन् जबकि अरू केही मानिसहरूले पैसालाई आफ्नो लागि काम गराउन सक्छन्? समान समयमा जन्मिएका, समान ठाउँमा पढेका तर जीवनमा बिल्कुलै फरक परिणाम पाएका व्यक्तिहरू किन देखिन्छन्? आज हामीले संक्षेपमा प्रस्तुत गर्न लागेको पुस्तक हो रिच ड्याड पुअर ड्याड, धनी र गरिब बाबुको कथा, जसले विश्वभर लाखौं मानिसहरूको सोचाइ बदलेको छ। यो केवल पैसा बारेको कथा होइन, यो सोचाइ परिवर्तन गर्ने एउटा यात्राको सुरुवात हो। लेखक रबर्ट कियोसाकीका दुईजना बाबाहरू थिए। एक गरिब बाबु जसले पढाइ र सुरक्षित नोकरीलाई जीवनको आधार ठान्थे, अर्को धनी बाबु जसले पैसासँगको सम्बन्धलाई नयाँ तरिकाले बुझ्थे। यी दुई फरक दृष्टिकोणले नै उनलाई वित्तीय स्वतन्त्रताको बाटो देखायो। यो पुस्तकले सिकाउँछ धनी बन्ने कुरा तलब बढी कमाउने मात्र होइन, बरु पैसा बारेको ज्ञान, सम्पत्ति र दायित्व छुट्याउने क्षमता र सही सोचमा निर्भर हुन्छ। सोध्न सकिन्छ, के तपाईँ पनि पैसाका लागि मात्र काम गर्दै हुनुहुन्छ वा पैसालाई आफ्नो लागि काम गराउने बाटो सिक्न चाहनुहुन्छ? यदि तपाईले कहिल्यै यस्तो प्रश्न मनमा ल्याउनु भएको छ भने यो भिडियो तपाईको लागि हो। आगामी केही मिनेटमा हामीले यस पुस्तकका महत्त्वपूर्ण शिक्षाहरूलाई 10 अध्याय अर्थात् च्याप्टर्समा सरल भाषामा बुझ्नेछौँ। यी 10 अध्याय र शिक्षाले तपाईको जीवन र पैसाप्रतिको दृष्टिकोण परिवर्तन गरिदिन सक्छ। तयार हुनुहोस्, किनभने अब सुरु हुँदैछ त्यो यात्रा जसले तपाईलाई पैसाको वास्तविक शक्ति र धनी बन्ने सोचसँग परिचित गराउनेछ। अध्याय 1, धनी बाबाको पाठ, द रिच डोन्ट वर्क फर मनी। हामीले सुरुवातमा सोधेको प्रश्न याद गर्नुहोस्, धनीहरूले किन पैसालाई आफ्नो लागि काम गराउँछन् तर गरिब र मध्यमवर्गीय मानिसहरू किन पैसाको पछाडि दौडिरहन्छन्? यही प्रश्नको जवाफ यस पहिलो अध्यायमा भेटिन्छ। लेखक रोबर्ट कियोसाकीले आफ्नो बाल्यकालमा दुईजना बाबुबाट सिकेका थिए। गरिब बाबु, उनको वास्तविक पिता उच्च शिक्षित, सरकारी नोकरीमा स्थिर जीवन बिताउने। धनी बाबु, उनको साथी माइकका पिता औपचारिक शिक्षा कम तर व्यावसायिक दृष्टिकोणमा असाधारण। बाल्यकालमै रोबर्ट र माइकले पैसा कमाउन चासो देखाए। उनीहरू खेल्दा खेल्दै केटाकेटीहरूलाई खाली सोडा क्यान बेचेर सानो आम्दानी गर्न खोज्थे। त्यतिबेला उनीहरूले माइकका बाबालाई धनी बाबालाई पैसा कमाउने रहस्य सिकाइदिन आग्रह गरे। पहिलो पाठ, धनी बाबाले सुरुमा उनीहरूलाई आफ्नै स्टोरमा काम गर्न लगाए, तलब नगरी केवल सिकाउनका लागि। रोबर्ट र माइकलाई लाग्यो यो अन्याय हो, किन हामी काम गर्छौं तर तलब पाउँदैनौं। यही क्षणमा धनी बाबाले मुख्य पाठ सिकाए, धनीहरू पैसाका लागि काम गर्दैनन्। अर्थात् जो मानिसहरू केवल तलबका लागि मात्र काम गर्छन् उनीहरू सधैँ पैसाको जालमा फस्छन्। तलबले अलिकति सहज जीवन दिन्छ तर त्यो कहिल्यै पनि वित्तीय स्वतन्त्रता दिन सक्दैन। डर र लोभ। धनी बाबाले भने मानिसहरू दुई कुराले चलाइएका हुन्छन्, डर र लोभ। डर, नोकरी गुम्ने डर, पैसा नहुने डर। यही कारणले मानिसहरूले स्थिर तलबलाई जीवनको आधार बनाउँछन्। लोभ, अझै बढी पैसा, अझै सजिलो जीवनको लोभ। यसले मानिसहरूलाई निरन्तर कामतिर धकेल्छ। तर धनी मानिसहरू यस डर र लोभलाई नियन्त्रण गर्छन्। उनीहरू पैसालाई बुझ्छन्, अवसर देख्छन् र पैसालाई आफ्नो लागि काम गराउँछन्। वास्तविक उदाहरण, रोबर्टले आफ्ना गरिब बाबुलाई देख्थे दिनरात मेहनत गर्ने, उच्च शिक्षा प्राप्त गर्ने तर पैसाको चिन्ता कहिल्यै नसक्ने। त्यस्तै धनी बाबुलाई देख्थे औपचारिक डिग्री नभए पनि विभिन्न व्यवसायमा लगानी गर्ने, पैसालाई प्रवाहमा राख्ने र वित्तीय स्वतन्त्र जीवन जिउने। यही तुलना उनले बाल्यकालमै बुझ्न थाले, धनी बन्ने कुरा उच्च तलब वा ठूलो डिग्री होइन, बरु पैसा बारेको सोच र बुझाइ हो। अध्यायको मुख्य शिक्षा, तलब मात्रमा निर्भर हुने बानीले मानिसलाई सधैँ पैसाका लागि काम गर्ने चक्रमा राख्छ। धनी बन्नका लागि चाहिन्छ पैसालाई बुझ्ने क्षमता, सम्पत्ति निर्माण गर्ने सोच र पैसालाई आफ्नो लागि काम गराउने दृष्टिकोण। शिक्षा र ज्ञान जरुरी छन्, तर वित्तीय शिक्षा बिना उच्च पढाइ पनि गरिब सोचमै सीमित हुन्छ। सरल उदाहरणमा बुझौं। कल्पना गर्नुहोस्, दुईजना मानिस छन्। पहिलो मानिसले बिहानदेखि बेलुकीसम्म कडा परिश्रम गर्छ, तलब पाउँछ, खर्च गर्छ अनि अर्को महिनाको तलबको प्रतीक्षा गर्छ। दोस्रो मानिसले सुरुमा सानो तलब वा आम्दानी पाउँछ तर त्यो पैसाको केही हिस्सा लगानी गर्छ, नयाँ अवसर खोज्छ र बिस्तारै पैसाले नै उसलाई कमाइदिन थाल्छ। कुन जीवन सजिलो र स्वतन्त्र हुन्छ? स्पष्ट छ, दोस्रो। यही कुरा धनी बाबाको पहिलो पाठ हो। अध्यायको अन्त्यमा प्रश्न। अब तपाईलाई सोच्न मन लाग्न सक्छ होला, यदि धनीहरूले पैसालाई आफ्नो लागि काम गराउँछन् भने हामी कसरी त्यो बाटो सुरु गर्न सक्छौं?
केवल तलबको भरमा बाँकी जीवन चलाउने कि पैसालाई हाम्रो लागि काम गर्ने साथी बनाउने? यही प्रश्नको जवाब हामी अर्को अध्यायमा खोज्नेछौँ, जहाँ धनी बाबाले वित्तीय शिक्षाको महत्त्व स्पष्ट पार्छन्। अध्याय 2, किन वित्तीय शिक्षा चाहिन्छ? Why teach financial literacy? पहिलो अध्यायमा हामीले बुझ्यौं धनीहरू पैसाका लागि काम गर्दैनन्, बरु पैसालाई आफ्ना लागि काम गराउँछन्। अब दोस्रो अध्यायमा धनी बाबाले सबैभन्दा महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ, वित्तीय शिक्षा किन आवश्यक छ। सम्पत्ति र दायित्वको भिन्नता। धनी बाबाले भनेको पहिलो र सबैभन्दा ठूलो शिक्षा हो, सम्पत्ति र दायित्व छुट्याउनु सिक्नुहोस्। धेरै मानिसहरूलाई लाग्छ उनीहरूले सम्पत्ति किनेका छन्, तर वास्तवमा तिनीहरू दायित्व किन्न व्यस्त हुन्छन्। उदाहरणका लागि, मानिसले नयाँ घर किन्दा भन्छन्, यो मेरो सम्पत्ति हो, तर यदि त्यो घरले तपाईलाई मासिक आम्दानी दिँदैन भने त्यो वास्तवमा दायित्व हो, किनकि तपाईलाई ब्याङ्क ऋण, मर्मत खर्च, कर तिर्नुपर्ने हुन्छ। त्यसैगरी नयाँ कार किन्दा गर्व लाग्छ, तर कारले पैसा ल्याउँदैन, उल्टो पेट्रोल, बिमा, मर्मत खर्च बढाउँछ। त्यसैले धनी मानिसहरूले यस्तो कुरामा ध्यान दिन्छन् जसले नियमित आम्दानी ल्याउँछ, जस्तै रेन्टल प्रपर्टी, व्यवसाय, लगानी। गरिब र मध्यमवर्गीय मानिसहरूको गल्ती। गरिब र मध्यमवर्गीय मानिसहरू प्राय तलब बढ्दै गएपछि जीवनशैली महँगो बनाउँछन्। नयाँ घर, नयाँ कार, महँगा सामान किन्छन्, तर उनीहरूले यस सबैलाई सम्पत्ति भन्छन्, जबकि ती सबै दायित्व हुन्छन्। नतिजा, तलब कति नै बढे पनि खर्च बढ्दै जान्छ। यही कारणले धेरै मानिसहरू पैसा कमाउँछन् तर धनी बन्न सक्दैनन्। वित्तीय शिक्षाको शक्ति। धनी बाबाले भने, वित्तीय शिक्षा भनेको केवल पैसा बचाउने कुरा होइन, यो हो सम्पत्ति निर्माण गर्ने क्षमता, दायित्वबाट बच्ने बुद्धि, पैसाको प्रवाह बुझ्ने सिप। लेखकले भनेका छन्, धनी र गरिब बीचको सबैभन्दा ठूलो अन्तर तलब होइन, शिक्षा हो। धनी मानिसहरूले वित्तीय भाषा सिकेका हुन्छन्। सानो उदाहरण, कल्पना गर्नुहोस्, दुईजना व्यक्तिले मासिक 50,000 कमाउँछन्। पहिलो व्यक्तिले घरको ऋण, कारको किस्ता, महँगो खर्चमा सबै पैसा सकाउँछ। महिनाको अन्त्यमा उसँग केही बचत हुँदैन। दोस्रो व्यक्तिले केही पैसा लगानी गर्छ, भाडामा दिने घर किन्छ वा सानो व्यवसाय सुरु गर्छ। केही वर्षपछि उसको सम्पत्ति नै उसलाई आम्दानी दिन थाल्छ। केवल यही फरक सोचाइ नै जीवनको दिशालाई पूर्ण रूपमा बदल्छ। धनी बाबाको यतावनी। धनी बाबाले भने, यदि तपाईँ सम्पत्ति र दायित्व छुट्याउन सक्नुहुन्न भने तपाईँ कति नै तलब कमाए पनि धनी बन्न सक्नुहुन्न। तलब मात्र बढ्दै गयो भने पनि खर्च बढ्दै जान्छ, तर वित्तीय शिक्षा भयो भने तपाईले थोरै आम्दानीबाटै सही सम्पत्ति निर्माण गर्न थाल्न सक्नुहुन्छ। अध्यायको मुख्य शिक्षा। वित्तीय स्वतन्त्रताको आधार हो वित्तीय शिक्षा। सम्पत्ति भनेको पैसा ल्याउने चिज, दायित्व भनेको पैसा खाने चिज। धनी बन्ने पहिलो कदम भनेको आफ्नो आम्दानीलाई दायित्वमा होइन, सम्पत्तिमा लगानी गर्नुहोस्। तलबले मात्र धनी बनाउँदैन, पैसा बारेको सही बुझाइले मात्र धनी बनाउँछ। अध्यायको अन्त्यमा प्रश्न। अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईले हालसम्म खरिद गरेको कुरा सम्पत्ति हुन् कि दायित्व? के तपाईको पैसा तपाईको लागि काम गर्दैछ वा अझै तपाईँ पैसाको लागि मात्र काम गर्दै हुनुहुन्छ? यही प्रश्नको जवाफ खोज्दै गर्दा हामी अर्को अध्यायतिर पुग्छौं, जहाँ धनी बाबाले सिकाउनुहुन्छ माइन्ड योर ओन बिजनेस, अर्थात् आफ्नो व्यवसायमा ध्यान दिनुहोस्। अध्याय 3, आफ्नो व्यवसायमा ध्यान दिनुहोस्, माइन्ड योर ओन बिजनेस। हामीले अध्याय 2 मा सिक्यौं सम्पत्ति र दायित्व छुट्याउन सक्ने क्षमता नै वित्तीय स्वतन्त्रताको पहिलो कदम हो। अब यस अध्यायमा धनी बाबाले अर्को महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ, माइन्ड योर ओन बिजनेस, अर्थात् आफ्नो व्यवसायमा ध्यान दिनुहोस्, तलब होइन सम्पत्ति बनाउनुहोस्। धेरै मानिसहरूको ध्यान केवल आफ्नो तलबमा हुन्छ। उनीहरू सोच्दछन् तलब बढ्यो भने जीवन सजिलो हुन्छ। तर धनी बाबाले भने तलब होइन सम्पत्ति बढाउन ध्यान दिनुहोस्, अर्थात् तपाईले पाउने तलबलाई खर्चमा उडाउनु भन्दा त्यही पैसाबाट आफ्नै सम्पत्ति निर्माण गर्नुपर्छ। उदाहरणका लागि शेयरमा लगानी, रियल स्टेटमा लगानी वा सानो व्यवसाय सुरु गर्ने। यी सबै सम्पत्तिहरू बिस्तारै तपाईलाई आम्दानी दिन थाल्छन्।
कम्पनीको स्वप्न होइन, आफ्नै सपना। धनी बाबाले भने जब तपाईँ अरूको कम्पनीमा काम गर्नुहुन्छ, तपाईँ आफ्नो जीवन अरूको सपना पूरा गर्न खर्च गर्दै हुनुहुन्छ। उदाहरणका लागि, तपाईँले ब्याङ्कमा 20 वर्ष काम गर्नुभयो भने तपाईँको तलब त पाउनुहुन्छ, तर त्यो ब्याङ्क भने ठूलो सम्पत्ति निर्माण गर्दै हुन्छ। त्यसैले धनी मानिसहरू आफ्नै कम्पनी, आफ्नै ब्रान्ड, आफ्नै लगानी निर्माण गर्छन्। गरिब बाबाको दृष्टिकोण। लेखकका गरिब बाबु सधैँ भन्थे, कडा मेहनत गर, राम्रो पढ, स्थिर नोकरी खोज। यो विचार गलत होइन, तर यसले तपाईँलाई स्थिर तलब दिन्छ, धनी भने बनाउँदैन। अरूको व्यवसायमा ध्यान दिएर तपाईँ आफ्नो सपना होइन, अरूको सपना पूरा गर्दै हुनुहुन्छ। धनी बाबाको शिक्षा। धनी बाबाले भने तपाईँले जे नोकरी गर्नुभएको छ त्यो केवल तपाईँको खर्च चलाउनका लागि हो, तर तपाईँको वास्तविक काम भनेको तपाईँको आफ्नै सम्पत्ति निर्माण गर्नु हो। यसको अर्थ आफ्नो नियमित खर्च त तलब वा नोकरीबाट चलाउनुहोस्, तर बचत र लगानी भने आफ्नै व्यवसायमा लगाउनुहोस्। वास्तविक उदाहरण। लेखक रोबर्ट आफै उदाहरण दिन्छन्, नोकरी गर्दै गर्दा उनले लगानीबाट आफ्नो व्यवसाय बनाउँदै लगे। सुरुमा सानसाना रियल स्टेट लगानी, त्यसपछि व्यावसायिक पुस्तक प्रकाशन र अनि पछि आफ्नै कम्पनी। नतिजा उनको सम्पत्ति नै उनको लागि आम्दानीको स्रोत बन्यो। किन यो सोच महत्त्वपूर्ण छ? नोकरी अस्थायी हुन्छ, कम्पनी बन्द भयो भने तपाईँको आम्दानी पनि बन्द हुन्छ, तर आफ्नो सम्पत्ति जस्तै भाडामा लगाइने घर वा लगानी भने तपाईँलाई निरन्तर आम्दानी दिन्छ। यही कारणले धनी मानिसहरू सङ्कटको समयमा पनि धनी रहन्छन्। अध्यायको मुख्य शिक्षा। तलबमा मात्र निर्भर नगरी आफ्नै सम्पत्ति निर्माण गर्नुहोस्। अरूको कम्पनीमा काम गर्दा पनि आफ्नो व्यवसायलाई बढाउने योजना बनाउनुहोस्। धनी बन्ने बाटो भनेको तलब गयो र खर्च मात्र गर्न होइन, तलब, सम्पत्ति र आम्दानी हो। अध्यायको अन्तिममा प्रश्न। अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँ आफ्नो जीवन अरूको सपना पूरा गर्न खर्च गर्दै हुनुहुन्छ वा आफ्नो सपना र आफ्नै व्यवसाय निर्माणतर्फ कदम चाल्दै हुनुहुन्छ? यो प्रश्नको जवाफ पत्ता लगाउन अब हामी अर्को अध्यायतिर जानेछौँ, जहाँ धनी बाबाले सिकाउनुहुन्छ करको इतिहास र कम्पनीको शक्ति, द हिस्ट्री अफ ट्याक्सेस एन्ड द पावर अफ कर्पोरेसन्स। अध्याय 4, करको इतिहास र कम्पनीको शक्ति। हामीले अध्याय 3 मा सिक्यौं, धनी बन्न तलबमा मात्र निर्भर हुनु हुँदैन, आफ्नै सम्पत्ति निर्माण गर्नुपर्छ। अब यो अध्यायमा धनी बाबाले हामीलाई अर्को ठूलो रहस्य बताउनुहुन्छ, कर र कम्पनीको शक्ति। करको सुरुवात। धनी बाबाले सम्झाइदिनुहुन्छ, कर सधैँ गरिब र मध्यम वर्गमाथि नै बढी भार हुन्छ। करको सुरुवातमा एउटा ठूलो वाचा गरिएको थियो, धनीमाथि कर लगाइन्छ, गरिब र मध्यम वर्गलाई राहत मिल्छ। तर वास्तविकता के भयो? समय बित्दै जाँदा धनीहरूले कानुनी तरिकाले कर कम गर्ने उपाय खोजे। नतिजा धनी अझै धनी भए, गरिब र मध्यम वर्गले अझै धेरै कर तिर्न थाले। कम्पनीको शक्ति। धनी बाबाले सिकाउनु भएको अर्को कुरा, धनीहरू व्यक्तिगत रूपमा होइन, कम्पनी अर्थात् कर्पोरेसनको मार्फत पैसा कमाउँछन्। कम्पनी भनेको एउटा कानुनी ढाल हो जसले धनीलाई धेरै फाइदा दिन्छ। कसरी? यदि तपाईँ व्यक्तिगत रूपमा पैसा कमाउनुहुन्छ भने पहिले आम्दानी, त्यसपछि कर अनि बाँकी पैसा खर्च गर्न पाउनुहुन्छ। तर यदि तपाईँ कम्पनी मार्फत पैसा कमाउनुहुन्छ भने पहिले आम्दानी, त्यसपछि खर्च अनि बाँकीमा मात्र कर तिर्नुपर्छ। यसले ठूलो फरक पार्छ। उदाहरण, मानौ तपाईँले 1 लाख रुपैयाँ कमाउनु भयो, व्यक्तिगत रूपमा कमाउनु भयो भने करको लागि 30,000 तिर्नुपर्छ, बाँकी 70,000 खर्च गर्न पाइन्छ। तर कम्पनी मार्फत कमाउनु भयो भने कम्पनीले पहिल्यै आवश्यक खर्चहरू जस्तै यात्रा, कार्यालय, तलब, उपकरण कटाउँछ। मानव खर्च 60,000 भयो भने बाँकी 40,000मा मात्र कर तिर्नुपर्छ। यसरी तपाईँले कानुनी हिसाबले कर घटाउन सक्नुहुन्छ। यही हो कम्पनीको शक्ति। गरिब र मध्यम वर्गको समस्या। गरिब र मध्यम वर्गले कम्पनीको शक्ति बुझ्दैनन्। तिनीहरूले नोकरी गर्छन्, तलब पाउँछन्, कर तिर्छन् अनि बाँकी पैसाले जीवन चलाउँछन्। तर धनीहरू पैसा कमाउँछन्, कानुनी ढाँचाभित्र खर्च गर्छन् अनि कर कम तिर्छन्। धनी बन्नको लागि शिक्षा। धनी बाबाले भने कम्पनी कसरी चल्छ, कानुन र करको प्रणाली कसरी काम गर्छ, यी सबै बुझ्न आवश्यक छ। धनी बन्ने रहस्य भनेकै कानुनलाई आफ्नो पक्षमा प्रयोग गर्ने क्षमता हो। अध्यायको मुख्य शिक्षा।
करको भार प्राय गरिब र मध्यम वर्गमाथि पर्छ। धनीहरूले कानुनी उपाय प्रयोग गरेर कर कम गर्छन्। कम्पनी धनीको ढाल हो जसले उनीहरूलाई खर्च कटाएर मात्र कर तिर्ने अवसर दिन्छ। धनी बन्न चाहनेले पैसासँगै कानुन र वित्तीय प्रणाली बुझ्नुपर्छ। अध्यायको अन्त्यमा प्रश्न। अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँ पनि तलब लिएर पहिले कर तिर्ने जीवनमा सीमित हुनुहुन्छ वा धनी जस्तै कानुनी ढाल प्रयोग गरेर आफ्नो सम्पत्ति सुरक्षित गर्ने बाटो सिक्न चाहनुहुन्छ? यो प्रश्नको जवाफ खोज्दै अब हामी अर्को अध्यायतिर पुग्छौँ, जहाँ धनी बाबाले सिकाउनुहुन्छ धनीहरू पैसा सृजना गर्छन्। अध्याय 5, धनीहरू पैसा सृजना गर्छन्। द रिच क्रिएट मनी। हामीले अध्याय 4 मा सिक्यौं धनीहरूले कर कम गर्न र कानुनी ढाँचामा पैसा बचाउन कम्पनीको शक्ति प्रयोग गर्छन्। अब यो अध्यायमा धनी बाबाले सिकाउनुहुन्छ धनीहरू केवल पैसा कमाउँदैनन्, उनीहरूले पैसा सृजना गर्छन्। पैसा सृजना गर्ने कला। धनी बाबाको अनुसार पैसाको सबैभन्दा ठूलो शक्ति हो अवसरमा लगानी गर्ने क्षमता। धनी मानिसहरू केवल उपलब्ध पैसा प्रयोग गरेर होइन, अवसरलाई देखेर पैसा बनाउँछन्। लेखकले बाल्यकालको उदाहरण दिन्छन्। रोबर्ट र माइकले पैसा कमाउन चाहँदा सानो व्यापार वा लगानीको अवसर खोज्थे। धनी बाबुले सिकाए, तपाईले पैसाको कमीलाई बाधा नमान्नुहोस्। सानो लगानी, सानो ज्ञान, तर ठूला अवसरलाई पहिचान गर्न सक्ने क्षमता नै पैसा सृजना गर्ने कुञ्जी हो। वास्तविक जीवनको उदाहरण। कल्पना गर्नुहोस्, तपाईले सानो रकम लगानी गर्नुभयो। पहिले लगानीको जोखिम थाहा पाउनुभयो, त्यसपछि नयाँ व्यवसाय सुरु गर्नुभयो वा रियल इस्टेटमा सानो सम्पत्ति किन्नुभयो। समयसँगै तपाईको सानो लगानीले ठूलो आम्दानी दिन थाल्यो। धनी मानिसहरू पनि यही गर्छन्, सधैँ नयाँ अवसर खोज्छन्, जोखिमलाई व्यवस्थापन गर्छन् र पैसालाई नयाँ स्रोतमा रूपान्तरण गर्छन्। जोखिम र साहस। धनी बाबाले भने पैसा सृजना गर्नका लागि साहस आवश्यक छ। डरले मानिसलाई रोक्छ, तर धनी मानिसहरूले डरलाई मूल्याङ्कन गर्छन्, योजना बनाउँछन् र अवसर अनुसार कदम चाल्छन्। साथै उनीहरूले भनेका छन्, धनी बन्नका लागि आवश्यक छैन कि तपाईँ सधैँ ठूलो रकम कमाउनुहोस्, तर आवश्यक छ सधैँ अवसर देख्ने क्षमता र जोखिम लिन तयार हुनु। मानसिकता परिवर्तन। धनी बन्ने सोचाइ। पैसालाई मात्र बचत गर्ने होइन, पैसा कसरी काममा ल्याउने भनेर सोच्नु। सानो पैसा भए पनि सही समयमा सही अवसरमा लगानी गर्नु। आफूलाई वित्तीय ज्ञानले सशक्त बनाउनु। यही सोचाइले मानिसलाई मात्र धनी बनाउँदैन, उसलाई आत्मविश्वासी र स्मार्ट लगानीकर्ता बनाउँछ। अध्यायको मुख्य शिक्षा। धनीहरूले पैसा सृजना गर्छन्, केवल कमाउँदैनन्। अवसर पहिचान गर्न सक्ने क्षमता, जोखिम लिन सक्ने साहस र लगानीको सही ज्ञान नै धनी बन्ने सूत्र हो। पैसा कमाउनु भन्दा पैसा कसरी काम गर्छ भन्ने बुझाइ महत्त्वपूर्ण छ। अध्यायको अन्त्यमा प्रश्न। अब आफैलाई सोध्नुहोस्, के तपाईँ पैसालाई केवल बचत गर्ने वस्तु ठान्नुहुन्छ वा पैसा सृजना गर्ने स्रोतका रूपमा प्रयोग गर्न तयार हुनुहुन्छ? अर्को अध्यायमा हामी सिक्नेछौँ, सिक्नका लागि काम गर्नुहोस्, पैसाका लागि होइन, जसले तपाईँको वित्तीय र व्यक्तिगत विकासलाई नयाँ स्तरमा पुर्याउनेछ। अध्याय 6, सिक्नका लागि काम गर्नुहोस्, पैसाका लागि होइन। वर्क टु लर्न, डोन्ट वर्क फर मनी। हामीले अध्याय 5 मा सिक्यौं धनीहरूले पैसा सृजना गर्छन्, अवसर देख्छन् र जोखिम उठाउँछन्। अब यो अध्यायमा धनी बाबाले अर्को महत्त्वपूर्ण शिक्षा दिनुहुन्छ, सिक्नका लागि काम गर्नुहोस्, पैसाका लागि होइन। नोकरी केवल तलबका लागि होइन। धनी बाबाले भन्नुहुन्छ, धेरै मानिसहरूले काम गर्छन् केवल तलब कमाउन। बिहानदेखि बेलुकीसम्म मेहनत गर्छन्, तर नयाँ ज्ञान र सिप कमाउँदैनन्। यस्तो सोचले मानिसलाई स्थिरता त दिन्छ, तर वित्तीय स्वतन्त्रता दिन सक्दैन। धनी बन्नका लागि आवश्यक छ कौशल यानि कि स्किल्स र अनुभवको खोज गर्नुहोस्। धनी बाबाले आफ्नो छोरा रबर्ट र माइकलाई सधैँ सिक्न प्रेरित गर्नुहुन्थ्यो, नोकरी मात्र होइन। कौशल र ज्ञानको महत्त्व। धनी बाबाले सुझाव दिनुहुन्छ, तपाईले यस्तो काम गर्नुहोस् जसले तपाईलाई धेरै कुरा सिकाउनेछ। बिक्री र मार्केटिङको अनुभव, वित्तीय योजना बनाउने सिप, सञ्चार र नेटवर्किङ क्षमता, समस्या समाधान गर्ने सोच, यी सबै सिप तपाईको भविष्यको सम्पत्ति हुन्। वास्तविक उदाहरण, रबर्टले आफ्नो जीवनमा सिकेका छन्। सुरुमा उनी कम तलब भएको काममा थिए, तर त्यो कामले उनलाई व्यवसाय, वित्तीय योजना र लगानीका बारेमा धेरै ज्ञान दियो।
त्यसपछि उनले त्यो ज्ञान प्रयोग गरेर आफ्नो सानो लगानीलाई ठूलो आम्दानीमा रूपान्तरण गर्न सक्थे। धनी बाबाले भने, कडा मेहनतले पैसा कमाउन सक्छ, तर ज्ञान र कौशलले पैसा सृजना गर्छ। डर र कम्फर्ट जोन। धनी बन्ने क्रममा धेरै मानिसहरू डर वा कम्फर्ट जोनमा बस्न चाहन्छन्। डरले उनीहरूलाई नयाँ कौशल सिक्नबाट रोक्छ। तर धनी मानिसहरूले सानो जोखिम लिएर नयाँ काम सिक्छन्। धनी बन्ने प्रक्रिया भनेको केवल पैसा कमाउने होइन, सिप र ज्ञान बढाउने यात्रा पनि हो। अध्यायको मुख्य शिक्षा। केवल तलबका लागि काम नगर्नुहोस्, हरेक काममा सिक्ने अवसर खोज्नुहोस्। ज्ञान, कौशल र अनुभव नै तपाईको भविष्यको सम्पत्ति हुन्। तलब सानो भए पनि यदि तपाईँ सिक्दै हुनुहुन्छ भने त्यो लगानी भविष्यमा ठूलो फर्क दिनेछ। अध्यायको अन्त्यमा प्रश्न। अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँ केवल तलबका लागि काम गर्दै हुनुहुन्छ वा प्रत्येक कामबाट नयाँ ज्ञान र कौशल सिक्ने अवसर प्रयोग गर्दै हुनुहुन्छ? अर्को अध्यायमा हामी सिक्नेछौँ बाधा पार गर्ने 5 कारण, यानि कि ओभरकमिङ अब्स्टेकल्स, जसले तपाईलाई डर, शङ्का र चुनौतीहरू पार गरेर धनी बन्न मद्दत गर्नेछ। अध्याय 7, बाधा पार गर्ने 5 कारण, ओभरकमिङ अब्स्ट्याकल्स। हामीले अध्याय 6 मा सिक्यौं धनी बन्नको लागि केवल पैसा कमाउने होइन, प्रत्येक कामबाट सिक्ने र ज्ञान बढाउने क्षमता महत्त्वपूर्ण हुन्छ। अब यस अध्यायमा धनी बाबाले सिकाउनुहुन्छ धनी बन्ने बाटामा 5 मुख्य बाधाहरू हुन्छन् र ती कसरी पार गर्ने। बाधा 1, डर। धनी बाबाले भन्छन् सबैभन्दा ठूलो बाधा हो डर। धेरै मानिसहरूले पैसा गुम्ने डर, असफल हुने डर वा जोखिम लिन नचाहने डरले कदम अघि बढाउँदैनन्। डरले मानिसलाई तलबमाथि निर्भर बनाउँछ, नयाँ अवसरको खोजबाट रोक्छ। धनी सोचाइ भनेको डरलाई मूल्याङ्कन गर्ने, सानो कदमबाट सुरु गर्ने अनि अनुभव सहित जोखिम लिन सिक्ने। बाधा 2, शङ्का। धनी बाबाले भनेका छन् आफूमाथि विश्वास नगर्ने सोच पनि ठूलो बाधा हो। म सफल हुन सक्दिन, मसँग पर्याप्त ज्ञान छैन। धनी मानिसहरूले सधैँ आफूलाई चुनौती दिन्छन्, नयाँ अवसरको सामना गर्दा सानो प्रयोग गर्छन्, सिक्छन् अनि अघि बढ्छन्। शङ्का केवल रोकावट हो, चुनौती होइन। बाधा 3, आलस्य। धनी बन्न आलस्यको ठाउँ हुँदैन। पैसा कमाउने, लगानी गर्ने वा नयाँ सिप सिक्ने प्रक्रिया मेहनत माग्छ। धेरै मानिसहरू सजिलो बाटो चुन्छन्, सिर्फ नोकरीमा काम गर्ने। धनी सोचाइ भनेको सधैँ एक्टिभ रहनु, अवसर खोज्नु र मेहनतलाई रणनीतिसँग जोड्नु। बाधा 4, खराब बानी। धनी बाबाले सिकाउनुहुन्छ वित्तीय दृष्टिकोणमा खराब बानी बाधक हुन्छ। खर्चा बढी गर्नु, बचत नगर्नु, अनावश्यक ऋण लिने वा पैसालाई व्यवस्थित नगर्ने। धनी उपाय: नियमित वित्तीय योजना बनाउने, खर्च र बचतको तालिका राख्ने, पैसालाई आफ्नै लागि काम गर्न लगाउने। बाधा 5, घमण्ड। धनी बन्ने यात्रामा घमण्ड पनि रोकावट हो। मलाई सबै थाहा छ, म अरूलाई सिक्न आवश्यक छैन। धनी मानिसहरूले सधैँ सिक्ने, नयाँ ज्ञान खोज्ने र अनुभवबाट सुधार गर्ने मानसिकता राख्छन्। वास्तविक उदाहरण: रोबर्टले बाल्यकालमा देखेका 2 बाबुमा फरक स्पष्ट थियो। गरिब बाबु डर, शङ्का, आलस्य, खराब बानी र घमण्डले जीवन सीमित थियो। धनी बाबु यी बाबाहरूलाई मूल्याङ्कन गरेर काम गर्न सिकाउँथे र सानो गल्ती भए पनि तुरुन्त सुधार गर्थे। त्यसैले मानिसले आफूभित्रका यी 5 बाधा चिन्नुपर्छ र ती पार गर्ने उपाय अपनाउनुपर्छ। अध्यायको मुख्य शिक्षा: डर, शङ्का, आलस्य, खराब बानी र घमण्ड यी 5 कारणले तपाईलाई धनी बन्नबाट रोक्छ। यी बाधा पार गरेर मात्र पैसाको सही सोच, वित्तीय स्वतन्त्रता र सम्पत्ति निर्माण सम्भव हुन्छ। धनी बन्न चाहनेले यी सबै मानसिक अवरोधहरूलाई चिन्न र नियन्त्रण गर्नुपर्छ। अध्यायको अन्त्यमा प्रश्न: अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँ आफ्नो जीवनमा यी 5 बाधा चिन्नुहुन्छ र तपाईले ती पार गर्ने योजना बनाइसक्नु भएको छ कि अझै डर र शङ्का तपाईलाई रोकिरहेको छ? अर्को अध्यायमा हामी सिक्नेछौँ सुरु गर्नुहोस्, गेटिङ स्टार्टेड, जहाँ धनी बन्ने पहिलो कदम र व्यावहारिक अभ्यासबारे स्पष्ट जानकारी पाइन्छ। अध्याय 8, सुरु गर्नुहोस्, गेटिङ स्टार्टेड।
हामीले अध्याय 7 मा सिक्यौं धनी बन्ने बाटामा 5 मुख्य बाधाहरू हुन्छन्: डर, शङ्का, आलस्य, खराब बानी र घमण्ड। अब यो अध्यायमा धनी बाबाले सिकाउनुहुन्छ धनी बन्नको लागि सुरु गर्नुहोस्, अर्थात् धेरै योजना र डरको पछि नलागी प्रत्यक्ष कदम चाल्ने समय यही हो। पहिलो कदम, मानसिकता तयार पार्नुहोस्। धनी बन्ने यात्रा सुरु गर्नु अघि तपाईको सोच बदलिन आवश्यक छ। अब तलब मात्रको लागि काम गर्ने सोच त्याग्नु पर्छ। पैसालाई आफ्नो लागि काममा लगाउने, लगानी गर्ने र नयाँ अवसर खोज्ने मानसिकता विकास गर्नुपर्छ। धनी बाबाले उदाहरण दिनुहुन्छ, सुरुमा साना लगानी, साना अनुभव, सानो गल्ती गर्नबाट डराउनु हुँदैन। साना कदमले नै ठूलो यात्रा तय हुन्छ। दोस्रो कदम, वित्तीय लक्ष्य बनाउनुहोस्। सुरु गर्नु अघि स्पष्ट लक्ष्य निर्धारण गर्नु आवश्यक छ। के तपाईँ महिनाको खर्च निकाल्न मात्रै पैसा कमाउन चाहनुहुन्छ, वा तपाईँ आफ्नो सम्पत्ति निर्माण गरेर स्थायी आम्दानी सृजना गर्न चाहनुहुन्छ? धनी बाबाले भन्छन्, स्पष्ट लक्ष्य बिना प्रयास अप्ठ्यारो हुन्छ। छोटो अवधिका लक्ष्यहरू महिनाको बचत, सानो लगानी। लामो अवधिका लक्ष्यहरू सम्पत्ति निर्माण, व्यवसाय विस्तार र वित्तीय स्वतन्त्रता। तेस्रो कदम, अवसरको पहिचान गर्नुहोस्। धनी बन्ने यात्रा केवल योजना बनाउने होइन, अवसर पहिचान गर्ने हो। सानो पैसाबाट लगानी गर्ने अवसर खोज्नुहोस्। आफ्नै व्यवसाय वा साइड इन्कम सुरु गर्न सकिने विचार गर्नुहोस्। नयाँ कौशल सिकेर पैसाको स्रोत बढाउने उपाय अपनाउनुहोस्। धनी बाबाले उदाहरण दिनुहुन्छ, रबर्टले प्रारम्भमा सानो रियल इस्टेट लगानी गरेर सिक्न थाले। सुरुमा जोखिम सानो थियो, तर अनुभव बढ्दै जाँदा ठूलो आम्दानी सृजना भयो। सुरु नगरिकन कहिल्यै ठूलो आम्दानी र वित्तीय स्वतन्त्रता सम्भव थिएन। अध्यायको मुख्य शिक्षा, धनी बन्न ढिला नगर्नुहोस्, आजै सुरु गर्नुहोस्। मानसिकता तयार पार्नुहोस्, स्पष्ट लक्ष्य बनाउनुहोस्। साना कदमबाट अवसर पहिचान, लगानी, अभ्यास र निरन्तर सिकाइ सुरु गर्नुहोस्। सुरु नगरेसम्म ठूलो उपलब्धि सम्भव छैन। अध्यायको अन्त्यमा प्रश्न, अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँ योजना मात्रै बनाउँदै हुनुहुन्छ, वा आजै साना कदम चालेर आफ्नो वित्तीय यात्रा सुरु गर्न तयार हुनुहुन्छ? अर्को अध्यायमा हामी सिक्नेछौँ, अझै चाहनुहुन्छ? यहाँ केही गर्ने कुराहरू छन्। स्टिल वान्ट मोर, हियर आर सम टु डुज, जहाँ व्यवहारिक कदम र अभ्यास बारे अझै स्पष्ट मार्गदर्शन दिइन्छ। अध्याय 9, अझै चाहनुहुन्छ? यहाँ केही गर्ने कुरा छन्। स्टिल वान्ट मोर, हियर आर सम टु डुज। हामीले अध्याय 8 मा सिक्यौं, धनी बन्न सुरु गर्नुहोस्, स्पष्ट लक्ष्य बनाउनुहोस्, अवसर पहिचान गर्नुहोस्, अभ्यास गर्नुहोस् र निरन्तर सिक्नुहोस्। अब यस अन्तिम अध्यायमा धनी बाबाले व्यावहारिक कदम र अभ्यासका लागि केही व्यावहारिक उपायहरू प्रस्तुत गर्नुहुन्छ। उपाय 1, वित्तीय शिक्षा रोज्नुहोस्। धनी बाबाले सधैँ भन्छन्, पैसा कमाउने भन्दा पहिले पैसा बारे सिक्नुहोस्। पैसा बारे लेखिएका किताबहरू पढ्नुहोस्। लगानी, सम्पत्ति र कर प्रणाली बुझ्नुहोस्। वित्तीय समाचार र बजारको अध्ययन गर्नुहोस्। सिर्फ ज्ञानले मात्र तपाईलाई नयाँ अवसर देखाउने क्षमता दिन्छ। उपाय 2, सानो रकमबाट लगानी सुरु गर्नुहोस्। धनी बन्न सधैँ ठूलो रकम आवश्यक छैन। सानो रकम लगानी गरेर अनुभव लिनुहोस्। लगानीको प्रवाह र रोजी मूल्याङ्कन गर्नुहोस्। समयसँगै तपाईको लगानी ठूलो आम्दानीमा परिणत हुनेछ। धनी बाबाले उदाहरण दिन्छन्, रबर्टले बाल्यकालमा सानो रियल इस्टेटमा व्यापारमा सानो रकम लगानी गरेर सिक्न थाले। त्यो सानो अभ्यासले भविष्यमा ठूला लगानीको तयारी गरायो। उपाय 3, नेटवर्क र अवसर खोज्नुहोस्। धनी बन्नका लागि अवसरको खोजी अपरिहार्य छ। नयाँ मानिससँग भेट्नुहोस्। व्यापार र लगानीका अवसरबारे छलफल गर्नुहोस्। साना साझेदारी र अनुभवबाट सिक्नुहोस्। धनी बाबाले भन्छन्, सही नेटवर्कले तपाईलाई केवल जानकारी मात्र दिन्छ, तर सही अवसर पत्ता लगाउन मद्दत गर्छ। उपाय 4, आफ्नो व्यवसाय र सम्पत्तिमा ध्यान दिनुहोस्। धनी बन्ने अर्को महत्त्वपूर्ण उपाय तलब मात्रामा निर्भर नहुनु। पैसाको केही हिस्सा सधैँ आफ्नो व्यवसाय, लगानी वा सम्पत्तिमा लगानी गर्नुहोस्। आफ्नो सम्पत्तिबाट नियमित आम्दानी सृजना गर्ने सोच विकास गर्नुहोस्। धनी बाबाले उदाहरण दिन्छन्, सुरुमा साना गल्तीहरूले रबर्ट र माइकलाई डराएनन्, बरु सिकाइको अवसर बनायो। उपाय 5, गल्तीबाट सिक्नुहोस्।
धनी बन्ने यात्रा सधैँ सजिलो हुँदैन। गल्ती हुनु स्वाभाविक छ, तर गल्तीलाई अवसरका रूपमा लिनुहोस्। अनुभव सिकाइको स्रोत हो, यसले भविष्यका निर्णयलाई अझ मजबुत बनाउँछ। धनी बाबाले उदाहरण दिन्छन्, सुरुमा साना गल्तीहरूले रबर्ट र माइकलाई डराएनन्, बरु सिकाइको अवसर बनायो। उपाय 6, निरन्तर अभ्यास र धैर्यता। धनी बन्ने यात्रा तुरुन्त सफल हुँदैन, नियमित अभ्यास र प्रयास आवश्यक छ। धैर्यता र निरन्तरता नै लामो समयको वित्तीय सफलता निश्चित गर्छ। धनी बाबाले भन्छन्, यदि तपाईँ आज सुरु गर्नुहुन्छ, निरन्तर अभ्यास गर्नुहुन्छ, समयसँगै तपाईँले वित्तीय स्वतन्त्रता प्राप्त गर्नुहुनेछ। अध्यायको मुख्य शिक्षा: पैसाबारे सिक्नुहोस्, सानो लगानीबाट सुरु गर्नुहोस्, नेटवर्क बनाउनुहोस्, अवसर पहिचान गर्नुहोस्, आफ्नै व्यवसाय र सम्पत्तिमा ध्यान दिनुहोस्, गल्तीबाट सिक्नुहोस्, निरन्तर अभ्यास गर्नुहोस्। यस्तो व्यावहारिक अभ्यासले तपाईँलाई केवल धनी बन्न नभई वित्तीय बुद्धिमत्ता र आत्मविश्वास पनि दिन्छ। अध्यायको अन्त्यमा प्रश्न: अब तपाईँ आफैलाई सोध्नुहोस्, के तपाईँले यी व्यावहारिक कदम अपनाउने तयारी गर्नुभएको छ या योजना मात्र बनाउँदै अवसर गुमाइरहनु भएको छ? यदि तपाईँ यी उपायहरूलाई जीवनमा लागू गर्न सुरु गर्नुहुन्छ भने तपाईँले धनी बन्ने यात्रा मात्र नभई आफ्नो जीवनमा वित्तीय स्वतन्त्रता र आत्मविश्वास पनि प्राप्त गर्नुहुनेछ। निष्कर्ष: धनी बन्ने सोच र अभ्यास। प्रिय दर्शक साथीहरू, आज हामीले धनी र गरिब बाबुको कथाको सम्पूर्ण यात्रा सँगै हिँडेका छौँ। यो पुस्तकले केवल पैसा कमाउने तरिका मात्र होइन, पैसाबारे सोच्ने, सिक्ने र लगानी गर्ने सही दृष्टिकोण सिकाएको छ। मुख्य पाठहरू: 1. पैसाको लागि काम नगर्नुहोस्, पैसालाई काममा लगाउनुहोस्। धनी मानिसहरू तलबमा निर्भर हुँदैनन्, उनीहरूले पैसालाई आफ्नै लागि काम गराउँछन्। सम्पत्ति बनाउनुहोस् जसले तपाईँलाई निरन्तर आम्दानी दिन्छ, न कि केवल खर्च। 2. वित्तीय शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो। धनी र गरिब बीचको मुख्य फरक केवल तलब होइन, पैसाबारे बुझाइ र शिक्षा हो। सम्पत्ति र दायित्व छुट्याउन जान्नुहोस्, लगानीको सही तरिका सिक्नुहोस्। 3. आफ्नो व्यवसायमा ध्यान दिनुहोस्, तलब मात्रमा निर्भर हुनु होइन, आफ्नै व्यवसाय, लगानी वा साइड इन्कम मार्फत स्थायी सम्पत्ति निर्माण गर्नु। अरूको सपना पूरा गर्ने होइन, आफ्नो सपना र आफ्नै आर्थिक स्वतन्त्रता निर्माण गर्नु। 4. धनीहरूले पैसा सृजना गर्छन्, साना अवसर देखेर लगानी गर्नु, जोखिम लिन तयार हुनु र सिक्ने मानसिकता अपनाउनु, यही पैसा सृजना गर्ने शक्ति हो। 5. सिक्नको लागि काम गर्नुहोस्, पैसाको लागि होइन। तलब मात्रको लागि काम नगर्नुहोस्, प्रत्येक कामबाट कौशल, अनुभव र वित्तीय ज्ञान सिक्नुहोस्। यी सिपहरू भविष्यमा तपाईँको सम्पत्ति र आम्दानीको आधार बन्नेछन्। 6. बाधा पार गर्ने क्षमता। डर, शङ्का, आलस्य, खराब बानी र घमण्ड, यी 5 बाधा पार गर्न सक्नुपर्छ। यी बाधा जितेपछि मात्र तपाईँले आफ्नो वित्तीय यात्रा अगाडि बढाउन सक्नुहुन्छ। 7. सुरु गर्नुहोस् र निरन्तर अभ्यास गर्नुहोस्। धनी बन्न ढिलो नगर्नुहोस्, साना कदमबाट सुरु गर्नुहोस्, अभ्यास गर्नुहोस्, गल्तीबाट सिक्नुहोस् र निरन्तरता अपनाउनुहोस्। व्यावहारिक सुझावहरू: आजै आफ्नो वित्तीय योजना बनाउनुहोस्, साना लगानीबाट सुरु गर्नुहोस् र अनुभव सहित ठूलो कदम चाल्नुहोस्। नयाँ सिकौ र ज्ञान सिक्न प्रतिबद्ध रहनुहोस्। पैसा कहाँ खर्च हुन्छ र कहाँ लगानी हुन्छ भनी लेखा राख्नुहोस्। सम्पत्ति निर्माण गर्ने योजना सधैँ प्राथमिकता बनाउनुहोस्। अन्तिम प्रेरणा: धनी बन्ने यात्रा सजिलो छैन, तर असम्भव पनि होइन। यो केवल पैसा कमाउने खेल होइन, सोच, शिक्षा र साहसको खेल हो। आजको निर्णय सुरु गर्ने, सिक्ने र आफ्नै वित्तीय भविष्य बनाउने तपाईँको हातमा छ। साथीहरू, आज सिकेका यी पाठहरूलाई जीवनमा लागू गर्नुहोस्। सुरु सानो भए पनि निरन्तर अभ्यासले तपाईँलाई वित्तीय स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्नेछ। अन्तिम सन्देश: यदि तपाईँले आजको भिडियोबाट केही सिक्नुभयो भने तुरुन्त साना कदम चाल्नुहोस्। धनी बन्ने यात्रा केवल सोचमा होइन, कदम चाल्ने निर्णयमा सुरु हुन्छ। हाम्रो च्यानलसँगै रहनुहोस्, किनभने हामी अझै धेरै प्रेरक, ज्ञानमूलक र वित्तीय शिक्षा सम्बन्धी भिडियोहरू ल्याउँदै रहनेछौँ। याद रहोस्, आजको सानो निर्णय भविष्यको ठूलो सफलता बनाउँछ।